अङ्ग्रेजीमा एउटा भनाइ छ, इफ यु आर गुड एट समथिङ नेभर डु द्याट एट फ्री। यदि तपाईँ कुनै कुरामा राम्रो हुनुहुन्छ भने चाहिँ त्यो काम चाहिँ फ्रीमा गर्दै नगर्नु अरे। त्यही पनि अब हाम्रो नेपाली सोसाइटीमा चाहिँ कस्तो छ भने एउटा फ्रिडम चाहिँ दिन्न, सुरुमा एकचोटि म चेक गर्छु मेरोमा हुन्छ कि हुँदैन, अनि मात्रै म लिन्छु भनेर भन्नुहुन्छ है। आज मैले यो भिडियो चाहिँ विशेष गरी फ्री डेमो माग्ने साथीहरूको लागि नै बनाएको हो। म अब चाहिँ एउटा भिजिटिङ कार्डको डिजाइन बनाउन जाँदैछु है। अब नर्मली म त्यस्तो धेरै मेहनत पनि गर्दिनँ, नर्मल टाइम दिन्छु। अब हेरौँ यो भिडियोलाई बन्न के कति टाइम लाग्छ, म लाइभ बनाउँछु र यसको एडिटेबल फाइल चाहिँ म यही भिडियोको डिस्क्रिप्सनमा पनि राखिदिन्छु, रार फर्मेटमा राखिदिन्छु। त्यसमा एउटा पासवर्ड राखिदिन्छु। पासवर्ड पनि म यही भिडियो बनाउँदा बनाउँदै बिचमा बोलेरै भनिदिन्छु। त्यो पासवर्ड तपाईँ आफै टिप्नु, आफै एक्सट्र्याक्ट गर्नु अनि आफै ओपन गर्नु है त। सुरुमा मैले भिजिटिङ कार्डको साइज राखेँ, सिएमवाईको राखेँ, त्यस पछाडि मैले क्रिएट गरेँ। मैले अझै टाइम धेरै जान्छ भनेर चाहिँ टेक्स्ट चाहिँ मैले यो डकुमेन्टमा लेखेर राखिरहेको छु। त्यसो हुँदाखेरि अझै अलिकति समय बच्छ नि त। अब सबैभन्दा सुरुमा सेप तानेर सुरु गरौँ, धेरै मिहिनेत नगरौँ। यसलाई लगभग हामी सहकारीको जस्तो डिजाइन बनाऊँ न, त्यसो गर्दाखेरि अलिकति टाइम फास्ट हुन्छ भनौँ न। त्यस्तो धेरै राम्रो त नहोला, किनकि राम्रो डिजाइन बनाउनको लागि नभएको पनि तपाईँको मजाले 1-2 घन्टा त जान्छ। ल यहाँ चाहिँ एउटा प्रोभाइडरको नाम राख्थ्यौँ, यहाँनिर कन्ट्याक्ट नम्बर राख्थ्यौँ। अब मुनि डिटेलहरू राख्नको लागि ठाउँ राख्थ्यौँ। डिजाइन बनाउनु भन्दा पनि डिजाइन सोच्नलाई समय लाग्ने हो कि। तपाईँले गरिरहँदाखेरि त फुर्न चाहिँ। तर कस्तो हो भने एउटा भिजिटिङ कार्ड बनाउनु सजिलो हो, दुईवटा भिजिटिङ कार्ड बनाउनु सजिलो हो, तर त्यही चिज जब तपाईँले 100वटा 200वटा बनाउनु पर्छ नि, त्यस पछाडि तपाईँको दिमागले पनि काम गर्न छोड्छ क्या। अब के गरौँ के नगरौँ जस्तो हुन्छ कि। त्यही भएर पनि जस्तै तपाईँले आफूसँग डिजाइनै नभएर हामीसँग प्याकेज दिने होइन। तपाईँले कतिजनाले त 10-15 वर्षदेखि नै स्टुडियो गरिराख्नु भएको होला, कतिको त अब बुवाले त्यही पेसा, आफूले पनि त्यही पेसा गरिराख्नु भएको होला। डिजाइन तपाईँसँग प्रशस्तै हुन्छ, तर के हुन्छ भने एउटै मान्छेले बनाएको डिजाइन चाहिँ अब जति बनाए पनि कता कता उस्तै हुन्छ। जस्तै हामीसँग त अब डिजाइन बनाउने म मात्रै हुँदिनँ, अरू साथीहरू पनि हुनुहुन्छ। भन्न खोजेको तपाईँले प्याकेज लिँदाखेरि त्यो प्याकेजभित्र नभएको पनि 6-7जनाको ज्ञान चाहिँ तपाईँले पाउनु हो। त्यो भनेको तपाईँले सेवा मात्रै होइन, ज्ञान पनि पाउनु हो। अब होटलको नाम राख्थ्यौँ। त्यस्तो धेरै राम्रो त भएको छैन होला यो डिजाइन, त्यही पनि म जति सक्दो फास्ट बनाउने प्रयासमा छु। किनकि धेरै लामो भयो भने तपाईँलाई पनि यो भिडियो हेर्न बोरिङ हुन्छ। मैले यो भिडियो बनाउनुको मेन कारण भनेको चाहिँ तपाईँहरू फ्री डिजाइन माग्नुहुन्छ नि, त्यही भएर अब दिम एउटा फ्री डिजाइन दिनु ठुलो कुरो होइन, तर दिएर पनि हराइहाल्नुहुन्छ। अब रेस्पोन्सै आउँदैन, फ्री डिजाइन लिनुहुन्छ हराउनुहुन्छ। अब एटलिस्ट जस्तै तपाईँले लिने पक्का पक्की भएर चाहिँ तपाईँले बा चल्दैन कि भन्ने डर हुँदाखेरि दिनु ठिकै कुरा हो। तर अब लिनु पनि हुन्छ अनि हराउनु पनि हुन्छ अनि हामीलाई पनि दुःख लाग्छ कि। अब अहिले पनि हेर्नु न, बोल्दा बोल्दै तपाईँको मोटामोटी 3 मिनट जति त गइसकेछ। अझै अब डिजाइन बनाएर मात्रै भएन, यसको फन्टहरू पनि मिलाएर तपाईँलाई दिनु पर्यो। किनकि डिजाइन बनाएर आफूले राख्नु अनि त्यही चिज अरूलाई दिँदाखेरि धेरै फरक पर्छ। आफूले त जसरी पनि चलाउन सकिन्छ नि त, तर अब अरूलाई त अब चलाउन पनि सजिलो पारिदिनु पर्यो। तर यो स्ट्रोकले अलिकति राम्रो चाहिँ देखिएन हो है। अनि मैले यहाँ जे फन्टहरू युज गर्छु नि, तपाईँले सबै फन्टहरू पाउनुहुन्छ है। यो प्याकेज जुनसुकै प्याकेज खरिद गर्दाखेरि पनि तपाईँलाई हामीसँग फन्टको चाहिँ इस्यु हुँदैन, किनकि एउटा डिजाइनको सुन्दरता भनेकै त्यसको फन्टमा हुन्छ। अब फन्टै तपाईँसँग भएन भने चाहिँ अब डिजाइनै फिक्का फिक्का लाग्न थाल्छ। त्यही भएर फन्टको चाहिँ तपाईँसँग कुनै चिन्ता हुँदैन। हामी तपाईँलाई एकैचोटि एउटा सिङ्गल रार दिन्छौँ। त्यो रारमा चाहिँ तपाईँको लगभग 6,000वटा फन्ट हुन्छ। त्यो 6,000 फन्टभित्र चाहिँ अब हामीले चलाउँदै गरेको डिजाइनमा युज भएको सबै फन्ट नै तपाईँले पाउनुहुन्छ। फन्टको लागि चाहिँ तपाईँ ढुक्क हुनुभयो हुन्छ।
फेरि डिजाइन बनाउँदाखेरि यति धेरै गहिरिएर सोच्नुपर्छ कि तपाईँले बोल्न पनि बिर्सिनुहुन्छ, वरिपरि बोलाएको मान्छेले के भन्दैछ त्यो पनि बिर्सिनुहुन्छ। त्यही भएर जस्तै तपाईँ स्टुडियोमा काम गर्ने साथीहरू हुनुहुन्छ नि, अब तपाईँले जतिसुकै डिजाइन गरे पनि तपाईँको काम डिजाइन मात्रै गर्दै बस्ने हुँदैन नि त, एकचोटि आफै सम्झिन् न। जस्तै अहिले मैले भिडियो बनाउँदा बनाउँदै पनि एकछिन म यहाँ बनाउँदा बनाउँदै यहीँ भुलिएछु क्या, मैले बोल्न पनि बिर्सेँ क्या। तपाईँको पनि कन्डिसन यस्तै त हो, अब कस्टमर आएर कुन बेला बोलाउला के होला, आफू यता एकहोरो डिजाइन बनाइरहेको हुन्छ, फेरि उतातिर बोल्न जा अनि फेरि यता आइज म कहाँ के गर्दै थिएँ कहिलेकाहीँ बिर्सिन्छ। त्यो सबै झमेला लिनुभन्दा त यो 1000-1500 हामीले मोटामोटी तपाईँको 1000 देखि 15,000सम्मको प्याकेज बनाएको छौँ। तपाईँले आफ्नो आवश्यकता अनुसार कुनै एउटा प्याकेज लिनुभयो भने त तपाईँलाई कति सजिलो हुन्छ भन्नु त काम गर्नको लागि। किनकि मैले यो डिजाइनमा जति समय खर्च गर्दैछु यो समय तपाईँले बचत गरे जस्तै त हो प्याकेज लिँदाखेरि, होइन र? अब तपाईँले त नेपालमा यस्तो सुविधा पाउनु भएको छ, त्यो त धेरै राम्रो कुरा पनि हो। किनकि अब जस्तो तपाईँको फ्रीपिक छ, क्यानभा छ, त्यहाँदेखि पनि डिजाइनहरू त हुन्छ, तर हाम्रो नेपाली मार्केटलाई चाहिने डिजाइन चाहिँ मान्छेले नै बनाउनुपर्छ, त्यो पनि नेपालकै मान्छेले बनाउनुपर्छ। बाहिरको मान्छे आएर चाहिँ हामीलाई के चाहिएको छ भनेर बुझ्दै बुझ्दैन। हाम्रो डिजाइन बुझ्ने भनेको तपाईँ म हामी बिचकै कोही हो क्या। हामीले यहाँ डिटेल्स पनि राखिसक्यौँ, अब यहाँनिर चाहिँ प्रोप्राइटर अनि नम्बर राख्नु पर्यो। अनि मैले भिडियोमा अघि एउटा कुरा भने कि भनिनँ, यदि भनेकै भए पनि फेरि एकचोटि मैले त्यो कुरा दोहोऱ्याएँ ल। जस्तै तपाईँको के छ भने अहिले मैले फोटोसप 2021 युज गरिरहेको छु है। अब यसको डिजाइन चाहिँ 7.0मा मैले चेक गर्दाखेरि सपोर्ट हुन पनि सक्छ, नहुन पनि सक्छ। तर सँगैमा तपाईँको 7.0बाट बनाएको डिजाइन छ भने चाहिँ तपाईँको जुनै पनि अरू भर्जनमा सपोर्ट हुन्छ। यसलाई अझै सजिलो तरिकाले भन्नुपर्दाखेरि तपाईँको पुरानो भर्जनबाट बनाएको छ भने नयाँमा सपोर्ट हुन्छ। अब नयाँबाट बनाएको छ भने चाहिँ पुरानो भर्जनमा सपोर्ट हुन पनि सक्छ, नहुन पनि सक्छ। त्यही भएर अब कतिजना साथीहरू चाहिँ हामीसँग 7.0 प्याकेज भन्ने पनि छ नि त। अनि उहाँहरू के सोच्नुहुन्छ भने यो त 7.0 प्याकेज रहेछ, यो हाम्रो अब फोटोसप 2021मा त चल्दैन होला भन्नुहुन्छ, तर चल्न चाहिँ चल्छ। अब यसलाई अझै धेरै राम्रो देखाउन सकिन्थ्यो, तर अझै समय लाग्छ। ठिकै छ, आज म तपाईँहरूलाई देखाइ नै दिन्छु कति टाइम लाग्छ भनेर। अब हामीले गुगलदेखि पनि अब यसो अलिअलि आइकनहरू डाउनलोड गर्नै पर्यो। अब यो आइकन पनि तपाईँहरूले खोज्दाखेरि पनि टाइम जान्छ। डिजाइन बनाउन आउनु अनि बनाउनु अलिक फरक कुरा नै हो। बनाउन त अब हातको कुरा हो, मेहनतको कुरा हो, जसले पनि सिक्न सक्छ, तर समय चाहिँ जान्छ। तपाईँले जतिसुकै छिटो बनाउँछु भने पनि तपाईँले घडी हेरेर काम गर्नुभएको छैन। एकचोटि घडी हेरेर कुनै डिजाइन बनाउनलाई बस्नुहोस्, तपाईँको नभएको पनि आधी घन्टा त तपाईँको मजाले जान्छ। मैले भिडियोको पासवर्ड पनि बिचमा भनिदिन्छु भनेको थिएँ, यसो गर्छु नि। त्यो पासवर्डलाई चाहिँ म यहाँ कन्ट्याक्ट नम्बर जुन छ नि यतापट्टि म जहाँनिर हाल्न आँटिरहेछु त्यही कन्ट्याक्ट नम्बरमै लेखिदिन्छु कि। यदि तपाईँले यहाँसम्म भिडियो हेर्नुभएको छ भने तपाईँले पासवर्ड कहाँनिर छ भनेर थाहा पाइहाल्नुहुन्छ। फेरि कमेन्टमा चाहिँ नभनिदिनु ल अरूलाई पासवर्ड, किनकि धेरैवटा मैले यसो इन्डियन च्यानलहरूमा देखेको हुन्छु कि उनीहरूले कति 4-5 ठाउँ चाहिँ पासवर्ड राखेका हुन्छन्। अनि यसो कमेन्टमा हेर त्यो कसै न कसैले त पासवर्ड चाहिँ यति हो भनेर चाहिँ कमेन्ट गरिदिइरहेको हुन्छ कि। पासवर्ड म यिनीहरू राख्थेँ है त, यहाँ जे हुन्छ त्यही हुन्छ ल। अब फेरि मैले यत्तिकै पासवर्ड राख्थेँ भने पनि कतिपय साथीहरूले त फेरि गेस गर्नुहुन्छ होला नि त, यही पो हो कि पासवर्ड भनेर। त्यही भएर म एउटा डिजिट चाहिँ तपाईँको यो राखिदिन्छु। यो चाहिँ झुक्क्याउनको लागि मात्रै हो है। भन्न खोजेको यो एक्स चाहिँ नहाल्नु ल। रार फाइलमा पासवर्ड चाहिँ यहाँनिर जे छ नि यहाँनिर म यही नै हालिदिन्छु ल।
अब चल्ने नचल्ने कुरो त तपाईँले मैले डिजाइन बनाएको तरिकाबाट पनि थाहा पाइसक्नु भयो होला। बनाउने मान्छे फोटोसप जानेकै मान्छे हो। अब फोटोसप जानेको मान्छेले बनाएको कुरा त नचल्ने भन्ने त कुरा हुँदै हुँदैन नि। अब नचल्ने त अब यस्तो हो, हामी अब भर्खर भर्खर सिकेको हो, अब बिगिनियर भए त बेग्लै कुरा हुन्थ्यो। तर अब हामी त प्राली भनेर कम्पनी नि दर्ता गरेर यही मात्रै काम गर्छौँ भनेर लागेको हो नि त। जस्तै हामीले दिने सुविधा तपाईँलाई यी टेबल टिम्प्लेट बाहेक केही पनि छैन। हामी कसैको कस्टम डिजाइन पनि गर्दैनौँ, हामी भिडियोहरू पनि केही कसैको केही खिच्दा नि खिच्दैनौँ, अरू केही बनाउँदैनौँ। हाम्रो फुल काम भनेको चाहिँ यही यी टेबल टिम्प्लेट नै गर्ने हो। अनि अब मोटामोटी हामीले कति लगभग तपाईँको 7 वर्ष जति नै भइसक्यो यो काम गरेको। अनि 7 वर्षसम्म कसैले कुनै काम गर्यो भने त्यो मान्छे अटोमेटिकली त्यो कुरामा पर्फेक्ट हुन्छ कि। त्यो म पर्फेक्ट होइन, मेरो ठाउँमा अरू कोही मान्छे भएको भए पनि तपाईँको 7 वर्षसम्म उसले डिजाइनै गर्छ भने ऊ पर्फेक्ट भइहाल्छ नि। त्यही भएर बा त नचल्ला कि नहोला कि त्यस्तो कुरामा डराउनै पर्दैन। हेर्नु न, हेर्दा हेर्दै तपाईँको 12 मिनट गइसकेछ क्या। एकचोटि म तपाईँलाई फेरि रिमाइन्ड गराइदिएँ ल। हाम्रो रार फाइलको पासवर्ड चाहिँ तपाईँको यति हुन्छ है। यो पहेँलो एक्स हुँदैन, यो 981637@a छ नि, यही हुन्छ है रार फाइलको पासवर्ड चाहिँ। अब यहाँ अझै इमेज हाल्नु पर्यो मैले। अब इमेज कुन सेपमा हाल्ने भन्ने हो। अब रेक्टेङ्गल त हालिरहेकै हो, आज हेक्सागन जस्तो सेपमा हालिदिउँ न। अझै मेरो दिमागमा त यो डिजाइन छिटो बनाउनुपर्छ, म भिडियो रेकर्ड गरिरहेछु भन्ने छ। त्यही भएर चाहिँ म फास्ट फास्ट गर्न खोजिरहेको छु। न मैले एक्लै बसेर डिजाइन बनाइराख्नु पर्दाखेरि चाहिँ मेरो दिमागमा जति सक्दो समय लागोस् मलाई फरक परेन। तर त्यो डिजाइनलाई पर्फेक्ट बनाउनु पर्यो मैले, र एकअर्कासँग नमिल्ने खाले बनाउनु पर्यो। किनकि एकअर्कासँग मिल्यो भने त्यो प्याकेजलेको अर्थै हुँदैन। यहाँ चाहिँ अब होटेलको इमेजहरू राखिदिन्छु म। यहाँनिर एक ठाउँ लोकेसन हाल्ने ठाउँ चाहिँ छुटेछ। ठिकै छ, यो डेमो हो, मैले लोकेसनहरू हालिनँ ल। यहाँ मात्र म अब इमेजहरू हालिदिन्छु कि। मैले किन क्यान्सल गरेँ भने नि, हेर्नु न, यो जेपिजी फर्मेटमा छैन क्या। यो एबी1 इमेज के फर्मेटमा छ। अब यो इमेज त तपाईँको फेरि फोटोसपमा सपोर्ट हुँदैन नि त। हामीलाई त अब फोटोसपमा सपोर्ट हुने इमेज चाहियो। समय जान्छ हजुर, समय जान्छ। अब हेर्नु न, फेरि अर्को डाउनलोड गर्न खोजेको, अर्को पनि अर्कै फर्मेटमा रहेछ। गुगल पनि भन्नु मात्रै हो, तपाईँको कहाँ भन्ने बित्तिकै फ्याट्टै सबै थोक भेटिन्छ र। सबै थोक भेटियो पनि त्यहाँ पनि त खोज्नमा त समय नै गयो नि त। भन्न खोज्छु, गुगलमा फ्री डिजाइन पनि पाइएला, त फ्री डिजाइनै पाइए पनि त त्यो डिजाइन खोज्दा पनि त तपाईँको समय त लाग्यो नि त, होइन र। अब हाम्रो साथीभाइहरू लोभ गर्नुहुन्छ। हेर्नु न, एउटै इमेज डाउनलोड गर्न मिलेको छैन। हेत्तेरिका। हाम्रो यहाँ कतिवटा बक्सा छ, 1 2 3 4 5वटा, भनेपछि हामीलाई 5वटा आइटमको फोटो चाहियो। त्यतिकै मैले सादै छोडिदिएको भए पनि हुन्थ्यो कि, तर त्यो कालो हुँदाखेरि अलिकति त्यो फिल आउँदैन क्या त्यो डिजाइनको। मलाई थाहा छ कतिजना साथीहरू पासवर्डको लागि अल्छी गरेर यो भिडियो पनि हेर्नु भएको छैन कि।
अब आफै सम्झिनु न, म चाहिँ उहाँहरूको लागि भनेर चाहिँ यति धेरै मिहिनेत गरिरहेको छु। उहाँहरूले सबै थोक बनेको कुरा पाउँदाखेरि पनि यसो 10 मिनट 5 मिनट पनि भिडियो हेरिदिन सक्नुहुन्न के। अहिले साँच्चै भन्नुपर्दा चाहिँ हामी सबैलाई त्यो रिल हेर्ने बानीले गर्दाखेरि चाहिँ धैर्यता भन्ने कुरै मरिसक्यो जस्तो लाग्छ मलाई। किनकि हामीलाई त जे चिज पनि छोटो समयमा चाहिएको छ नि त। अब 40 सेकेन्डमा सबै थोक हेर्ने बानी, अनि अब कहाँ त्यत्रो लामो प्रतीक्षा गर्न कसैलाई मन लाग्दै लाग्दैन। तर त्यो चाहिँ अलिकति ठिक कुरा चाहिँ होइन। मान्छेमा धैर्यता त अब अलिकति हुनैपर्छ नि। गुड थिङ्स टेक्स टाइम, राम्रो कुराको लागि केही समय त लागिहाल्छ नि। अनि मैले तपाईँलाई अझै अघि एउटा कुरा भनेको थिएँ नि, आफूले डिजाइन बनाएर राख्नु अनि त्यही कुरा चाहिँ अरूलाई दिनु चाहिँ टोटली त्यो फरक कुरा हो क्या। किनकि अरूलाई दिँदाखेरि लेयरहरू पनि सबै मिलाउनुपर्छ। अहिले त्यो पनि म तपाईँलाई गरेर देखाइदिन्छु। ठ्याक्कै 6 वटा भएछ है। यसलाई चाहिँ रिनेम गरिदिन्छु म ताकि कन्फ्युजन नहोस्। ओके, A1 देखि स्टार्ट गरौँ। तपाईँले आज यो भिडियो यहाँसम्म हेरिराख्नु भएको छ भने तपाईँले क्लिपिङ मार्क्स गर्न पनि जान्नुहुन्छ यहाँदेखि। क्लिपिङ मार्क्स भनेको चाहिँ त्यस्तै एउटा स्किल हो जसले चाहिँ तपाईँको कुनै सेपभित्र चाहिँ फोटोलाई इन्सर्ट हाल्ने काम गर्छ क्या। जस्तै मैले भन्न खोजेको यो सेप भयो हो। अब मैले के गरेको छु, यो माथि चाहिँ ठ्याक्कै इमेजलाई राखेको छु, ठ्याक्कै सेप माथि इमेज छ। इमेजमा म क्लिक गर्छु अनि कन्ट्रोल अल्ट जी एकैचोटि प्रेस गर्छु, कन्ट्रोल अल्ट जी। त्यो हुने बित्तिकै सिधै हेर्नु त सेपभित्र चाहिँ फोटो गयो। अब ठ्याक्कै यसलाई मैले यहीँभित्र एडजस्ट गरेर हाल्न सकेँ नि त। यो भयो भने तपाईँलाई धेरै सजिलो हुन्छ डिजाइन गर्न। चाहे तपाईँ अब आइडी कार्डको डिजाइन गर्नु, चाहे संवेदनाको डिजाइन गर्नु, हरेक कुरामा चाहिँ तपाईँलाई चाहिन्छ। यो एउटा टेक्निक तपाईँले आफ्नो डिजाइनमा युज गर्न सक्नुभयो भने धेरैवटा डिजाइनमा परिवर्तन ल्याउन सक्नुहुन्छ। अब यस्तो स्किलहरू त हाम्रो प्याकेजभित्र धेरै छन्। जस्तै टेक्स्ट इफेक्टहरू छन् होइन। अब टेक्स्ट इफेक्ट भनेको कस्तो भन्नुहुन्छ होला। जस्तै म तपाईँलाई सिम्पल तरिकाले एउटा बुझाइदिन्छु ल। जस्तै यो एउटा डिजाइन छ मसँग है। भन्न खोजेको तपाईँले यो डिजाइन सेम जे छ त्यही युज गर्नु परेन क्या। जस्तै यो टेक्स्ट इफेक्ट हेर्नु त कस्तो राम्रो छ नि। जस्तै यसलाई मैले राइट क्लिक गरेँ, कपी लेयर स्टाइल गरेँ, अनि म जुन डिजाइन बनाउँदै थिएँ त्यसमा ल्याएर पेस्ट गरिदिएँ। ल हेर्नुहोस् त अहिलेको अहिले कति फरक छ। अलिकति स्याडो चाहिँ कम गरिदिन्छु। धेरै फरक छ नि त। त्यही चिज अलिकति कस्तो राम्रो देखियो नि त यहाँनिर, होइन र? मैले भन्न खोजेको यसरी नै तपाईँले चाहिँ हाम्रो चिजहरूलाई चाहिँ आफ्नै तरिकाले पनि युज गर्न सक्नुहुन्छ क्या। त्यही भएर यो प्याकेज मात्रै होइन, यो ज्ञानको पोको पनि हो। युज गर्न सक्नेले यहीँदेखि धेरै कुराहरू सिक्न सक्नुहुन्छ। जब मलाई सुरुमा यो क्लिपिङ मास्कको बारेमा थाहा थिएन नि, त्यो बेला म इरेजरले चाहिँ इरेज गर्दै गर्दै ठ्याक्कै त्यो सेपभित्र हाल्थेँ क्या। अब यति एउटा कुरा जाने पछाडि हेर्नु त डेली दिनचर्यामा कति सजिलो भएको छ। राम्रो बनाउँदिनँ भन्दा भन्दै पनि राम्रै राम्रै पो भयो कि क्या हो डिजाइन त।
यो डिजाइन तयार भयो है। अब यो डिजाइन तयार गरिसके पछाडि पनि हामीले तपाईँलाई लेयर सेयर सब मिलाएर दिन्छौँ। यसमा त मैले खासै केही मिहिनेतै गरेको छैन। मोटामोटी तपाईँको 21 मिनट गएछ, मिहिनेतै नगर्दाखेरि पनि है। अब अझै यसलाई लेयर मिलाउनु पर्यो, फन्ट हाल्नु पर्यो। म सबै प्रोसेस त देखाउँदिनँ तपाईँलाई, मात्र लेयरहरू मिलाएको देखाउँछु है। सबैभन्दा सुरुमा इमेजलाई मिलाइदिन्छु म, किनकि मैले मेरो लागि डिजाइन गरेको होइन क्या यो, मैले तपाईँहरूको लागि गरेको हो नि त। तपाईँहरूको लागि गर्दाखेरि चाहिँ मैले जति सक्दो चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ। कतिजनाले त बिचमा के बोल्छ यसले, अघिदेखि एकले बोलेको बोलेछ भनेर भिडियो पनि छोडिसक्नु भयो होला। जसले यहाँसम्म हेरिराख्नु भएको छ त्यो मान्छेले जिन्दगीमा धेरै प्रगति गर्नुहुन्छ, किनकि धेरै इन्ट्रेस्ट देखाउने मान्छेले मात्रै यहाँसम्म भिडियो हेर्नुहुन्छ कि। जस्तै सबै इमेजलाई मैले एक ठाउँ पारेँ। अब इमेजको कलर पारिदिएँ मैले रातो। यो चाहिँ फेरि ऱ्यान्डमली म जे पाएँ त्यो कलर पार्दिनँ। यसलाई चाहिँ अब हामीले कलर कोड अनुसार युज गरेको हुन्छ। जस्तै रातो भनेको चाहिँ इमेजको लागि भयो, अनि तपाईँको हरियो भनेको चाहिँ ब्याकग्राउन्डको लागि भयो, अनि टेक्स्टहरूको लागि चाहिँ तपाईँको ब्लू छ। म यो फ्रीमा हालिदिएकोमा चाहिँ यो फन्टहरू चाहिँ हाल्दिनँ ल। फन्ट तपाईँले मैले अघि भने नि, तपाईँले पाउनुहुन्छ कि। यत्रो भिडियो हेरिसक्नुभयो, यत्रो डिजाइनै बनाएको हेरिसक्नुभयो, जहाँसम्म मलाई लाग्छ यो डेमो पनि तपाईँले डाउनलोड गरेर चेक गर्नुपर्ने कन्डिसन छैन कि। थाहा पाउनु भयो त यो मान्छेले गरेको कुरा ठिक हुन्छ, यो चल्ने नै रहेछ, बनाउने नि जान्ने रहेछ भनेर। यसरी हामीले चाहिँ अब तपाईँको यत्तिकै ऱ्यान्डमली छोडेको हुँदैन, तपाईँलाई लेखिदिएको पनि हुन्छ, अनि यो लेखिदिएकोबाट पनि तपाईँले बुझिहाल्नुहुन्छ। अनि हाम्रो चाहिँ सबै डिजाइनमा चाहिँ माथिबाट चाहिँ वाटर मार्क लागेको हुन्छ। त्यही भएर चाहिँ धेरैजना साथीहरू झुक्किनुहुन्छ, यो माथि त अब निलो कलर छ, केही इटेबलै भएन भनेर। जस्तै यो चाहिँ अब अरू कसैले नचोरिहालोस् भनेर चाहिँ आफ्नो एउटा यसो ब्रान्डिङको लागि वाटर मार्क हालेको हो। तपाईँले डिजाइनमा जस्तै यसरी नै पाउनुहुन्छ नि त, तपाईँले इटेबल भन्न खोजेको। जस्तै यसलाई म सेभै गरिदिन्छु। यो सेभ भयो है। जस्तै अब यसलाई मैले काटि नै दिएँ एकछिनलाई। जस्तै तपाईँले फाइल पाउँदाखेरि तपाईँले पाउने भनेको यसरी ई टेबलमा यसरी देख्नुहुन्छ नि त, यसरी देख्नुहुन्छ हो। तपाईँले यसलाई ओपन गर्नुहुन्छ, ओपन गरे पछाडि यसरी ओपन हुन्छ। त्यस पछाडि तपाईँ कन्फ्युज हुनुहुन्छ एकछिन त, यो त निलो कलरको फाइल आयो भनेर। तर कन्फ्युज हुनु पर्दैन। तपाईँले माथिको यो डिडी डिसलाई चाहिँ हाइड गर्नुभयो भने यो डिजाइन चाहिँ आइहाल्छ। ठिक छ, यो त देखिहाल्नु भयो। अब यही डिजाइनलाई एकचोटि म 7.0मा पनि टेस्ट गर्छु। यदि अब 7.0मा ओपन भयो भने ठिकै छ। अब ओपन भएन भने पनि जहाँसम्म मलाई लाग्छ तपाईँले यो भिडियो हेरेर बुझिसक्नु भयो, हामीले दिने चिजहरू सबै सपोर्ट गर्ने नै हुन्छन् भनेर। अब 7.0 प्याकेजमा चाहिँ हामीले अब जे जति डिजाइनहरू हालेको छौँ, सबैभन्दा सुरुमा चाहिँ यसरी नै लेटेस्टबाटै डिजाइन गर्छौँ, अनि 7.0मा टेस्ट गर्छौँ। जब 7.0बाट चाहिँ तपाईँको सपोर्ट हुन्छ, अनि मात्रै हामी त्यो प्याकेजमा चाहिँ यो डिजाइनलाई अपडेट गर्छौँ। अब 7.0बाट नै डिजाइन बनाएको भए पनि हुन चाहिँ हुन्थ्यो। तर ठ्याक्कै तपाईँको फङ्सनहरू फरक छ कि, ठ्याक्कै उल्टो छ कि। जस्तै अब मैले जुम जसरी गर्छु लेटेस्ट भर्जनमा, त्यही तरिकाले गर्दाखेरि यतातिर 7.0मा जुम आउट चाहिँ हुन्छ कि। अब जुम इन हुनु पर्ने जुम आउट हुन्छ। अब त्यही भएर जस्तो अप्ठ्यारै हुन्छ। अब हामीले 7.0 प्याकेज बनाएको कारण चाहिँ किन पनि भन्दाखेरि, जस्तै म लेटेस्ट भर्जन चलाउँछु, अब मलाई 7.0 अप्ठ्यारो लाग्छ। त्यस्तै जो 7.0 चलाउनुहुन्छ उहाँहरूलाई पनि त अब लेटेस्ट भर्जन अप्ठ्यारो लाग्छ नि त। त्यही भएर कतिजना साथीहरू कमेन्ट आइरहेको हुन्छ, जमाना कहाँ पुगिसक्यो अझै 7.0 चलाउने। त्यो मेन भनेको चाहिँ
मैदानसँग मतलब हुँदैन क्या, खेलाडीसँग चाहिँ उसले आफ्नो पर्फर्मेन्स कतिको दिन्छ त्योसँग मतलब हो नि। अब मैदान त जत्रसुकै होस् नि, खेल्न जानेले सानै मैदानमा पनि राम्रो पर्फर्मेन्स दिन सकिहाल्छ नि। भन्न खोजेको तपाईँले कस्तो डिजाइन गर्नुहुन्छ त्यो म्याटर गर्छ के। ओहो, लक्कीली यो डिजाइन 7.0मा सपोर्ट भयो है। अब यति भए पछाडि तपाईँले ढुक्कसँग यो डेमो चाहिँ जुनसुकैमा पनि चल्ने भयो। तर पोइन्ट टु बी नोटेड है, एउटा पोइन्ट चाहिँ मैले के नोट गरेँ भने टाइम ठ्याक्क 26 मिनट 26 सेकेन्ड, 26 मिनट 26 सेकेन्डमा एउटा कुरा मैले भने, यदि तपाईँको सिएस भर्जन, त्यो प्वाखवाला फोटोसप भर्जन हुन्छ नि, म तपाईँलाई फोटो देखाइदिन्छु। हो यो भर्जन जुन छ नि, यदि तपाईँ यो भर्जन चलाउँदै हुनुहुन्छ, यस्तो आइकन भएको फोटोसप चलाउँदै हुनुहुन्छ भने चाहिँ मैले धेरैजना फिल गरेको यसमा चाहिँ कतिपय डिजाइन चाहिँ सपोर्ट हुँदैन रहेछ है। म यो चाहिँ अगाडिबाटै भनिदिइहालेँ, किनकि तपाईँहरूले यो फोटोसप भर्जन चलाउँदै हुनुहुन्छ अनि यो डिजाइन ट्राई गर्नुभयो भने चाहिँ तपाईँकोमा सपोर्ट नहुन सक्छ। त्यो बाहेक तपाईँ 100% ढुक्क हुनु, यो डिजाइन सबैमा सपोर्ट हुन्छ। अब यतिन्जेल भिडियो हेरिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। चित्त बुझ्यो भने हाम्रो प्याकेज लिइदिनु होला। फ्री डेमो दिनुको मेन कारण भनेकै तपाईँहरूले त्यो डेमो लिएर चाहिँ हामीसँग प्याकेज खरिद गर्नुहुन्छ भनेर हो। अब जसले यो भिडियो हेरिराख्नु भएको छ, यो भिडियो हेर्ने मध्ये चाहिँ तपाईँको 90% तपाईँ आफै डिजाइनर नै हुनुहुन्छ। अब एउटा डिजाइनर भए पछाडि तपाईँले पक्कै पनि डिजाइनरको मिहिनेत बुझिहाल्नुहुन्छ। अब यिनीहरू पनि देखिहाल्नु भयो, मैले केही नगर्दाखेरि पनि आधी घन्टा त्यत्तिकै गयो एउटा डिजाइनमा होइन। अब एउटा डिजाइनरले अर्को डिजाइनरलाई बुझ्नुपर्छ, नेपालमा सबजना मिलेर गर्नुपर्छ। अब अरू केही त्यस्तो कन्फ्युजन भयो भने पनि भन्नुहोला, हामी भिडियोहरू गरिदिइहाल्छौँ। अब बाँकी कुरा त मेसेजमा गर्नुहोस् न है। ल हुन्छ, धन्यवाद।